चिन्ताको श्रीमतीको नाम के हो थाहा छ? चिन्ताको पनि श्रीमती छ। चिन्ताको श्रीमतीको नाम हो, यदि तपाईँले अहिलेसम्म सुन्नु भएको छैन भने म यो सबै शाखा सन्तान चिनाइदिन्छु। आज शाखा सन्तान सबैलाई चिनाइदिन्छु। चिन्ताको श्रीमतीको नाम हो निराशा। जब तपाईँले चिन्ता लिनुहुन्छ नि, निराशा आउन थाल्छ। अनि श्रीमती मात्रै ल्याउँदैन, जब तपाईँले चिन्ता लिनुहुन्छ नि, अनि त्यो चिन्ताको आमा पनि छ। आमाको नाम पनि भन्छु म फेरि, हजुरआमाको नाम। चिन्ताको हजुरआमाको नाम भन्नुहुन्छ, सुन्नुहुन्छ भने दरिद्री हो। जब तपाईँमा चिन्ता आउँछ, उनको हजुरआमा त अटोमेटिक आउँछिन्। अनि हजुरबा पनि छ फेरि, हजुरबा त झन् छोड्दै छोड्दैनन्। हजुरबाको नाम हो तनाव। त्यो तनाव आइहाल्छ, ल्याउनुहोस् है। तपाईँले राख्नु भएको छ एउटा चिन्ता, त्यो भ्याकुताले नि समुद्रमा गएपछि त चुपो लाएर ढुक्क भएर समुद्रमा बस्नु पर्दैन। उसले किन चिन्ता लिनु पर्यो त्यहाँ गइसकेपछि? तपाईँ हामी यो सच्चाइमा आइसकेपछि, ईश्वरको राज्यमा आएपछि किन चिन्ता लिनु पर्यो भन्नुहोस् त? त्यसपछि उसले के गर्यो? त्यो जब तपाईँले चिन्ता लिनुहुन्छ नि, उसले आफ्नो श्रीमतीलाई बोलाउँछ। श्रीमती आउने भइन्। त्यसपछि ऊ मात्रै आउँदैन, श्रीमतीलाई मात्रै ल्याउँदैन, उसले कसलाई बोलाउँछ अर्को फेरि? हजुरआमालाई लिएर आउँछ। हजुरआमालाई मात्रै ल्याउँदैन, फेरि हजुरबालाई ल्याउँछ, तनावलाई। तनाव हो, हजुरबाको नाम हो तनाव। अनि फेरि छोरालाई पनि लिएर आउँछ, छोराको नाम हो डर। छोरालाई मात्रै ल्याउँदैन, छोरीलाई ल्याउँछ, छोरीको नाम हो त्रास। हेर्नुहोस् है, छोरा छोरीलाई मात्रै पनि ल्याउँदैन, उसले आफ्नो आमालाई पनि ल्याउँछ, आमाको नाम हो अशान्ति। हेर्नुहोस् है। अनि त्यसपछि उसको छोरा छोरी नाता नातिनी सबै, नाता नातिनी भनेको दुःख पीडा घृणा, यो सबै उसका नाता नातिनी हुन्। यो सबै बोकेर आउँछ उसले। तपाईँले मात्र चिन्ता लिनुभयो भने, यदि तपाईँले आज मात्र यो महासागरमा आउनुभएको छ, परमेश्वरको राज्यमा आउनुभएको छ, परमेश्वरसँग माग्नुहोस्, पिता आज मैले यो कुनै पनि परिवारलाई मेरो घरमा बास दिने छैन। त्यो चिन्तालाई अहिलेबाट गेट आउट, गेट आउट।